राधे राधे। के छ सन्चै हुनुहुन्छ सबैजना? हामीहरूलाई चाहिँ हिजो काम गर्ने ठाउँबाट गेट टुगेदर पार्टीमा लगेको थियो र एकदमै रमाइलो भयो पार्टी चाहिँ। पढ्न नआएर हैरान छ। नेपालबाट धेरै पढेर आएपछि यही हालत। भाषाको प्रब्लम त छुट्टै कुरा हो, तर पार्टी चाहिँ एकदम रमाइलो भयो। यो चाहिँ हात पुस्नको लागि टावेल, हामीसँग सलाद छ, यो चाहिँ तामाको अन्डा। पहिले यसरी जापानिजहरूसँग सँगै बसेर खाएको थिएन। उनीहरूले भनेको बुझेला कि नबुझेला भन्ने खुब डर लागिरहेको थियो। जाने बेला चाहिँ अलिकति बियर पनि खाइयो, त्यसपछि हल्का लागेर होला भाषा त गुटुङडुङ निस्किरहेको के। निहोन्स्यु भन्छ जापानको भातको लोकल रक्सी, त्यो पनि खाएको, खान नआएर हैरान। थोरै थोरै गरेर खानुपर्ने रहेछ त्यो। हामी त पुरै भरेर खाइदिएर पछि त लागेर त्यो त कडा हुँदो रहेछ नि त। थोरै थोरै खाने रहेछ, त्यो खाने तरिका थाहा नभएर। जापानको मोमो皆さん、今日はありがとうございます。जापानिजहरूसँग सँगै बसेर यसरी रमाइलो गरेको चाहिँ मेरो लाइफको फर्स्ट अनुभव हो। एकदमै रमाइलो लाग्यो मलाई चाहिँ। हजुरहरूले पनि जापानिजहरूसँग सँगै बसेर खानुभएको छ, रमाइलो गर्नुभएको छ भनेपछि कस्तो अनुभव भएको थियो कमेन्ट छाडिदिनु होला है।